नमो नमः। शङ्करं शङ्कराचार्यं केशवं बादरायणं सूत्रभाष्यकृतौ वन्दे भगवन्तौ पुनः पुनः। सम्पूर्ण भक्तजनहरूमा नमो नमः नारायणम। आज श्रृङ्गेरी पीठबाट हाम्रो शङ्कराचार्य विदुषेखर भारतीज्यू आगमन हुँदैछ। उहाँको आगमनको पूर्व तयारीमा यस वेदविदाङ्ग संस्कृत विद्यापीठ कलेश्वर आश्रमद्वारा सम्मान तथा स्वागत कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरू एकजुट भएर स्वागतको लागि तयारी गरिसक्नु भएको छ। आज उहाँको कार्यक्रम यहाँ मन्दिरको दर्शन पूजा लगायत बेर्नीको दर्शन पनि हुनेछ। हामी केही बेरमा नि उहाँको दर्शन गर्ने। शिव शङ्कर हर हर महादेव। वानस्य महिमा तो जायां च पुरुषाः विश्वभूतानि त्रिपादस्यामृतान् दिवि श्रीपादूर्ध्व उदयित पुरुषाः ये गुफा मेन उसमें विलीन हुआ, इसमें से ऊपर से आया के ऐसे विलीन हुआ। गिरिसाच्या वदामसि रायः सुमना असदा तदविभक्ता प्रथमो दैव्यो विभागा Subhaita guhera imai One go. आदि शङ्कराचार्य जगद्गुरु विदुषेखर भारतीज्यू भर्खरै कलेश्वर आश्रमको सिद्धेश्वर महादेव मन्दिरको दर्शन, बेर्डी सङ्गम, वशिष्ठ गुफा, सीता गुफाको
दर्शन गरेर पूजा गरिसकेपछि अहिले चक्रवर्ती पार्कमा जानुभएको छ, त्यहाँ चक्रवर्ती धाममा जानुभएको छ। त्यहाँ गएर पूजा गरेर महेश सन्यास आश्रम हुँदै फेरि अन्य पनि ठाउँमा पूजा गर्ने कार्यक्रम तय भइसकेको छ। अहिले चाहिँ यहाँ पूजा गरेर भर्खरै सम्पूर्ण तीर्थालु तथा श्रद्धालु भक्तजनहरू, विद्यार्थी बटुकहरू, गुरुहरू लगायत अन्य विशिष्ट व्यक्तिहरूको आगमन भइसकेर पनि, पूजा भइसकेर पनि अहिले उहाँहरू गइसक्नु भएको छ। धन्यवाद।